Okay, ready to go fishing. कहाँ जाने अरे? माछा मार्नु कुन पोखरी? पोखरी वेबरली कतिवटा पार्छु आज माछा? म 10 वटा जति म 15 वटा पार्छु ल हेरौँ है त आज कसले दुईजनामा कसले बढी पार्दो रह हेर्ने छौँ लेट्स गो ब्रो है ल ल अब मै भेटौँ हामी यसो गरिदिनु नि हात क्यामेरामा यसो गरिदिनु नि है है यहाँ चाहिँ के गर्न आएको सर या चिकन लिभर किन्नु के किन्दा चिकन लिभर के को लागि माछाको लागि के लान आएको देखाउ न देखाउ त के हो चिकन लिभर के अरे यो चिकन लिभर माछाको लागि हो ल ठिक छ ल नाच्दैन टिकटक बनाउनु पर्छ त्यो टेन्सन साफ हुन्छ कान्छाले मलाई आज साह्रो टेन्सन भयो टेन्सन पेन्सन भयो मलाई भनेर कुन सुनारे कान्छा के लाटा लाटा छ कतिवटा माछा पारियो सर अहिलेसम्म 10 वटा के हो त्यो हातको हेरौँ माछा क्याटफिस है अब यसलाई के गर्ने चट्टसँगले अब झोलामा हाल्ने झोलामा कहाँ छ झोला देखाउनु नि उहाँ ल हिँड्नु त झोला हेरौँ माछा राखेको ठाउँ देखाइदिनु नि त कहाँ छ फेरि साँप आउँला अघि के जस्तो ए ल है हामी निकै मारेको छु माछा पानीमा राखेको यो माछा के गर्ने खाने हो कि बेच्ने हो खाने पनि बेच्ने पनि है खाने आधी बेच्ने बेच्नलाई मान्छे बोलाइसकेको छ होइन है ल मै कतिवटा पार्यो माछा मैले तीनटा मात्रै पारे यहाँ झटझट पनि गर्दैछ फेरि तीनटा पारे तिनटा होइन दुईटा तीनटा पारे अनि अर्को छन् उ त्यहाँनिर कतिवटा पार्यो माछा अहिलेसम्ममा मैले 4टा चाहिँ पारेँ अब फेरि पर्न एउटा चाहिँ उम्क्यो